श्रीरामले छोरो बिहान 56 भइसक्यो। बसहरू छन्, धेरै नै छन् राम्रो बसहरू। डिलक्स बसहरू पार्किङहरू पनि रहेछ। बस्न हटाएपछि यो बस पार्क, यो कालेले मलाई बस्छ। काले के खान्छ जस्तो मलाई पछ्याउँछ। मन्दिर जान्छस् मसँग आफू मन्दिर जान्छ, मन्दिर गएर खाना पाइन्छ। मेरो कालो पनि आइसक्यो। यो बस पार्कको आवाजबाट काले काले म यहाँ आएछु। अब के खैरे पनि मेरो पछि लागिरहेछ। आऊ खैरे खैरे भाग। खैरे र मसँग जानुपर्ने यता है मन्दिरतिर। खैरे भागिरहेको एउटा खैरे यता। आऊ 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 खैरे हामी घुमिरहेको खुट्टामा टेक्यो क्या हाम्रो खैरेतिर। आऊ पछि दुईवटा खैरे के गर्नु। कस्तो नाइस छ नि है, कति राम्रो छ। मन्दिर नजिक आइसक्यो। ल खैरे यहाँदेखि बाटो छैन। खैरे हो बाटो छैन। त्यसो भए यो बाटो आउनु त, यो बाटो माथि बाटो छ है। खैरे पनि भागिरहेको आइ आइ आऊ 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 यो बाटो हो नि। थाहा पाएँ यहाँबाट यो जाने रे। यहाँ त अलिक बिग्रिएछ। खैरे म एक्साइटेड है। खैरे पनि अझै पछि खैरेको भए मान्छे नजिक आइसक्यो। मन्दिर नजिक आइसक्यो। खैरे हामी आएको छ है बाजे भजनमा नाच्नु। ल आयो खैरे जाऊ तिमी पनि। शिवालय मन्दिर हाम्रो शिवालयमा भेटभाट लाग्यो है। एकदम मान्छे
चाहिँ हजुरहरूलाई देखाउन गइरहेको छु अनि यहाँ हाम्रो भुन्टे पनि खेलिरहेको छ अगाडि मेरो छ पछाडि शिवको मन्दिर छ भने मेरो अगाडि देख्न सक्नुहुन्छ तपाईँहरूले सबभन्दा लामो पुल तल खाली गण्डकी रिभर पनि देख्न सक्नुहुन्छ यस्तै गरी यहाँ कुकुर पनि शान्ति रक्षा गर्ने सबै